हेलो साथीहरू, यो चाहिँ काउलीमा लागेको किरा हो। यस्तो खालको किराले चाहिँ बोट पुरै छिया बनाउँछ। यहाँ हेर्न सक्नुहुन्छ कतिसम्म लाग्छ। यो चाहिँ अफ सिजन काउलीको खेती गर्यो भने यो चाहिँ लाग्दो रहेछ। हामीले नि पहिलोचोटि ट्राई गरेको हो। यो चाहिँ बोट पुरै छिया बनाउँछ। यस्तो बनाउँछ बोट चाहिँ यो किराले चाहिँ बोट चाहिँ यस्तो बनाउँछ। अब यसलाई नियन्त्रण गर्नको लागि चाहिँ टोकन भन्ने एउटा दबाई आउँछ। त्यो टोकन भन्ने दबाई चाहिँ प्रयोग गर्नुभयो भने चाहिँ यो चाहिँ नियन्त्रण हुन्छ। यतातिर चाहिँ मैले टोकन हालेको थिएँ, यतातिर चाहिँ राम्रो भएर आएको छ। त्यो टोकन नहालेको ठाउँमा चाहिँ धेरै जसो चाहिँ किराले खाएको छ। यसलाई चाहिँ टोकन दबाई सर्लक्क पछाडि अगाडि भिज्ने गरी हालिदिने टोकन भन्ने एउटा दबाई आउँछ। म तपाईँलाई त्यसको प्याकेट पनि देखाइदिन्छु अहिले। यता हेर्न सक्नुहुन्छ, यो चाहिँ टोकन भन्ने दबाई हो। यो दबाई चाहिँ प्रयोग गर्नुपर्छ। त्यसको लागि चाहिँ त्यसले चाहिँ पात पुरै छिया बनाउँछ। त्यही कारणले यो दबाई चाहिँ प्रयोग गर्ने टोकन भनेर आउँछ। यो दबाई माग्नुभयो भने दिन्छ। जुनसुकै यो कृषि दबाई पाउने ठाउँमा मजाले पाइन्छ।